टोमेटो अनियन चटनी ओहो यसरी नबनाएको पनि निकै भएछ। त्यही भएर आज म हातले नै मच्याङ मिचेर एकदमै मिठो बनाउँदैछु। मजाले गोलभेडा पखालेर दुई भागमा काटेर एउटा फराक प्यानमा चाहिँ अलिकति तोरीको तेल पनि चारैतिर लगाइदिने। त्यसपछि यो आधी आधी पारेर काटेको टमाटरलाई मजासँग सेक्ने। ट्याक्क 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 वान साइड अनि अर्को साइड पनि फर्काइदिने है। अनि त्यसै गरी मैले चाहिँ लसुन अनि हरियो खोर्सानी अलिकति टिमुर पनि यसैमा राखेकी छु। सुरुमै राख्यो भने चाहिँ लसुन खोर्सानी टिमुर धेरै नै डढ्छ। त्यही भएर टमाटर चाहिँ वान साइड पाकिसकेपछि मजाले राखेपछि हेर्नुहोस् त सबै बराबर मात्रामा पाक्यो। अनि एउटा कचौरामा खन्याएँ। स्वाद अनुसार नुन, मसिनो गरी काटेको प्याज, त्यसै गरी काटेको हरियो धनियाँ राखिसकेपछि हात त राम्रोसँग धोइहालिन्छ है। अनि हातले नै मजासँग मिस्ने। असाध्यै नै मिठो हुन्छ यसरी बनाएको गोलभेडा र प्याजको अचार। म चाहिँ खाना खाँदा पनि राम्रोसँग धोएर हातले नै नखाइकन पटक्कै चित्तै बुझ्दैन। त्यही भएर आज टमाटो अनियन चटनी पनि हातले नै बनाएकी छु। प्लिज घिन नमान्नुहोस् है।